जिमी गाएर गमाइलो यो ठाउँको बस्ती छैन मलाई मेरो लाग्नै छोड्यो रमाइलो लेकाको टुसा टुसा खाने मुसा मुसा खाने बिरालो तिमीले र हामीले माया लाउने ठाउँमा समय छ कि बिरालो यसपालिको बाली निकै राम्रो भएको छ पैसा बचाउन सक्यो भने यसपालि त ढोली र मारवाडी पक्कै किनिदिन्छु बुझेस् कतै नजा तलाई भो पत्याइ छेपाराको उखान जस्तो आसे आसमा झुन्नाको कति भइसक्यो अहिलेसम्म लाउन पायो होइन होइन यसपालि त पक्कै किनिदिन्छु भो छेपाराको उखान जस्तो कस्तो ढोइसिएर बसेको अलि पर जा न मकै खाने भयो ल बाबा के किनिने बा बाबालाई किन नकिन्ने नि छोरालाई त झन् धेरै कुरा किन्ने नि यो श्री सम्पत्ति नि बाबुको हो बाबुलाई भटमास पनि खाऊ ल आमा मलाई नि पहिले घरमा खाइन सबैजनाले दिइसकेपछि आइहाल्छ नि तेरो पालो आमा मलाई के नि त अब अर्का घर जान जा तेरो पोइ घर गएपछि पाउलिस् नि ल म गएँ ल खाइयो घाम नसक्छ दुई जोडा आँला त बाँध्नै पर्यो ल आइज लाउजेली भाइलाई पनि राख्दे भाइ हेर्ला भाइलाई पनि लिएर है मलाई यहाँ काम गर्न दिँदैन खानु तिमीलाई झिकेर नारायण के लिएर आइज नेपाल नेपाल शिरवारी मुटुवारी माया जहाँ डुल्छु म नेपाली मेरै देशको छाया बादलको भन है तिम्रो हिसाब त 17 बाट 9 बाट काहीँ 6 हुन्छ 8 को हुन्छ त हो त म त हिसाब दिदिन त ध्यान दिएर पढ्न पर्छ त नेपाल नेपाल शिरवारी मुटुवारी माया जहाँ डुल्छु म नेपाली मेरै देशको छाया बादलको माथि माथि डाँडा माथि भाडा लिएर छिटो आइज भात पकाउन अबेर भइसक्यो
तरकारी थप्नु भएको छ भाइ खा उजेली आइज भात खान हजुर आएर दुध दिएर आउलो चाँडै खा उजेली चाँडै खा दिदी स्कुल नगएर छिटो आउनु ल आएँ लैजा भाइलाई चाँडै लैजा जसको पनि गाल मात्रै ल्याउने ए भाउजू के हो तपाईँ छोरी त साह्रै बदमास भएछ खै माइललाई के गर्ने यस्तो बदमास अब केटीकेटीको बुद्धि जति गाली गरे पनि लाग्दैन के केटी भन्छ नि भाउजू साह्रो भुराबुरीबाट आवाज गर्थ्यो यो ल्याएर मेरो आमा त साह्रै सखा बनाइदिए भाउजू मैले भने मान्नुहुन्छ भने चाँडै नि विवाह गरिदिनुहोस् खै माइललाई बिहा गरेर पठाइदिनु भने यसको खोटामा बेडी लाग्थ्यो मलाई पनि आनन्द हुन्थ्यो उहाँ त मान्दै मान्नुहुन्न ए भाउजू मैले भने मान्नुहुन्छ भने अब आउँदो लगनमा राम्रो घर खोजेर चाँडै नि विवाह गरिदिनुहोस् हामी त बे गर्नु हामी त पढ्ने मान्छे आफ्नो छोरी माइली छोरीले बे गर्नु पोलाई चोथाले मलाई मुख चलाउँदै रहेछ जवाफ पो लाउँदै रहेछ यसको मुख चाँडै जा केरीमा बदमास कमिला बस्ने घर देखा छ केले बनाएको हुन्छ माटोले बनाएको हुन्छ कमिलाले किरा फट्याङ्ग्रा उसारेको देखेका छौ अनि यतिमा किन आउँदैन बस तिमीले पढेको कमिलाको मिलेको पाठबाट तिमीले के शिक्षा पायो भन किन मैले कमिलाको मिले महत्व पढेर कमिलाको मिले महत्व ल बस हो यसै भएर मैले भनेको कक्षामा पढाउँदा ध्यान दिएर तिमीहरू सुन्दैनौ घरमा गएर पनि राम्रोसँग पढ्दैनौ अनि यसरी पढाइमा कसरी उन्नति गर्न सक्छौ ल अब नारायण भन त मैले कमिलाहरू मिलेर काम गर्छन् कमिलाहरू मिलेर खानेकुरा गर्छन् सर अलिअलि मिल्यो बस मैले सोधेको कुरो के भने कमिलाको मिलेमा त पाठबाट हामीहरूलाई के शिक्षा मिल्छ भनेर सोधेको हुँ कसले भन्न सक्छ म भन्नु सर भन जसरी कमिलाहरू मिलमिलाप गरी एउटै पार्टी लाएर काम गर्छन् त्यसरी नै हामीले पनि मिलमिलाप गरी ठुला ठुला काम गरेमा फत्ते हुन्छ ल उजेलीले भनेको उत्तर सबैले सुन्यौ उजेलीले एकदम ठिक ठिक उत्तर दिइन् हामीहरू मिलेर काम गर्नुपर्छ आफू आफूमा भलाइ हुने कामहरू आफू आफूले नै गर्नुपर्छ उजेली
तिमीले निकै ठिक उत्तर दिन सक्यौ। यो कसरी भन त? घरमा जति काम भयो नि बेलुका जसरी हुने नि पढ्छु सर। स्याबास, बस कुरा सुन्यौ? ल उजेली घरमा आफूले गर्नुपर्ने कामहरू पनि पुरा गर्छन् रे। पढाउँदा ध्यान दिएर उनी सुन्छन्। तिमीहरू मैले पढाएको कुरो ध्यान दिएर तिमीहरू टिप्दैनौ, नबुझेको कुरा सोध्दैनौ, अनि यसरी पढाइमा तिमीहरू कसरी सप्रन्छौ भन त? नातिनीको कुराकानी कस्तो चलिरहेछ त बाबु? लक्षण राम्रो छ। म सिधै माझाबाट आएको बेली बिस्तार लाउँ भनेर। अब आङमै हाल्ने मन छ मलाई, गोरा लुनु धोको छ मलाई नातिनीको। मैले उजेलीको निम्ति राम्रो वर खोजेको छु। दुवैपट्टिको चित्त बुझेमा कुरा छिन्न कति बेर लाग्ने कुरा हो र? यसो विचार गरेर हेर्दा माझाउमा मुखिया रामप्रसाद छन् नि, उनका छोरा अति जुवा मिल्ने हेरेको छु। को रामप्रसाद बाबु? चौतारा मुनि जोरहाटका रामप्रसाद मुखिया क्या? यहाँको खानदान राम्रो छ। अति सुशील बुहारी पाएपछि मुखियाले के खोज्थे र साह्रै खुसी छन्। कुरा मिल्यो भने अब यो आउँदो लगनमा बिहा गरिहाल्ने सोच छ उहाँको त। ए आउँदो लगनमा यति सानो समयमा यत्रो कसरी जोरजाम गर्न सकिन्छ र? फेरि केटा कत्रा छन्, मैले त सानैमा देखे। उमेर त 10-12 वर्षको होला। केटो सुकुमार लहलाउँदो छन्, स्कुलमा पढ्न जान्छन्। दिदीहरूको बिहा भइसकेको छ। दाजु एउटा मात्र छन्, उनको पनि बिहा 2-4 वर्ष अगाडि नै भइसकेको छ। ओहो, मुखियाले मानेछन्? यदि सानो समयमा भ्याइन्छ होला बाजे? मान सामान जम्मा गर्नै पर्यो, इष्टमित्रहरूलाई खबर गर्नै पर्यो। 1-2 महिना थप्न पाएदेखि त भ्याइन्थ्यो होला कि बाजे? त्यही त भने, किन हतार गर्ने? 2-3 वर्षपछि उजेली पनि अलि ठुली हुन्छ, स्कुल जाँदैछ, अलि धेरै पढ्ली। अहिलेको जमानामा किन छोरीको चाँडो गर्ने, हतार गर्ने? त्यसलाई हतार छैन, मलाई हतार लाग्यो। अब आफू जामाथि जुन भयो नातिनीको गोडा धुनु पर्यो, त्यसलाई हतार नलाग्यो क्या? मलाई हतार लाग्यो नि। मलाई गोडा धोएर अन्मा दिनु पाए सन्त हो। म 6 वर्षकी थिएँ, तेरो भे 7 वर्षमा गरे। उजेली त छिप्पिसके। कुल धर्मको धर्म पनि त राख्नु पर्यो नि बाबु। त्यो त हुँदै हो नि। बाबुआमाको निम्ति कन्यादान गरिदिनु नै ठुलो धर्म र कर्तव्य हो। बाबुआमाको छोरीप्रतिको कर्तव्य यसैमा पुरा हुन्छ। फेरि हाम्रो शास्त्र नीति अनुसार रजस्वला नभएकी कन्यादान गरिदिएको खण्डमा परत्रलाई पनि मोक्ष कमाइन्छ। कुरो त ठिकै हो, तै उज्याली अलि सानै छ। यदि माथि कुरा गरे तल अगाडिबढी दिँदै समाजको कुरा पनि हामीले विचार गर्न सक्छौँ त। बजेले क्या चित्त बुद्ध कुरा गर्नुभयो। बाबुआमाको इच्छा पूरा गरिदिनु नै छोराछोरीको कर्तव्य हो गयो नि त बाबु। उसो भए ठिकै छ, सबैले त्यसै भन्छन् भने यही दिन छोरीको बिहा नगरी सुख पाइँदैन त? मैले मात्रै के भन्नु? यसपालिको बाली पनि राम्रै भित्रिया छ। अब नगर्नु गर्न परे चाहिँ राम्रैसित गर्ने नि। लगन पनि त टुङ्गो लगाउनु पर्यो, सायद कहिले जोड्ने हो बाजे? यी कुरा सब ममा छोडिदिनु न। अब उता पनि कुरा पुर्याइदिनु पर्यो, दुवैको नाम जुराउनु पर्यो। उजेलीको चिनामा ग्रह दशा हेरी स्वस्ति शान्ति गरी राम्रो सायद खुट्टाइदिउँला नि बाबु। मैले बनाइदिएको चिना त होला नि। मिटर बाले भोलि आउनुहुन्छ अरे उजेलीको चिना खोले त? मैले यसलाई राख्नु दिएर त्यहाँ हराए कसो? पुरानो कागजपत्र भएको सन्जुसमा पो छ कि? खोज म खोजिहाल्छु नि, हरा छैन। नारायणको र उजेलीको चिना सँगै राखेका थिएँ। आमा चिना भने के? जन्मिँदा ज्योतिष बाजेले बनाएको क्या चिना भनेको। अहिले तँलाई केही पनि थाहा छैन, पछि थाहा पाउला। म चिना किन भयो त? तेरो होइन, दिदीको चिना खोजेर क्या हेर्नुलाई। दिदीको चिना चाहिँ किन हेर्ने नि? दिदीको बिहा हुन लागेको छ नि, त्यसैले ज्योतिष बाजेले चिना हेरेर त्यो केटासित जुर्छै जुर्दैन भनेर हेर्ने रे क्या। कहाँ बिहा गर्ने? कहिले बिहा गर्ने? चाँडै गरिदिने, धेरै कुरा नसोच, खराखरी खा। यसलाई दाल मन पर्दैन, दुध यसलाई। दिदीको बिहा कति रमाइलो हुन्छ है? मेरो बिहा कहिले गर्ने नि? तेरो बिहा दिन बेलै भएको छैन।
त ठुलो हो, धेरै पढ, अनि तेरो बिहा कुरा चलाउँला। पहिले दिदीकै बिहा गरौँ। वाह, दिदीको चाँडै बिहा गर्नु रे। म चाहिँ किन नगर्नु नि? भात सिलाइसक्यो, चाँडै खा। ल बाबु राम्रोसँग खा ल। दिदी भनेको छोरी हो, त भनेको छोरा। छोराको भन्दा छोरीको बिहे चाँडै गर्नुपर्छ नि। फेरि त भाइ तेरो बिहा त पछि गरौँला नि। भात सिलाइसक्यो, छिटो खा न। म त उठी। आमा म पनि बिहा गर्दिनँ। म पनि पढेर ठुलो मान्छे हुन्छु। मेरो साथीहरूको पनि कसैको बिहा गरेको छैन। छोरी भएपछि बिहा गरेर जानुपर्छ आफ्नो घरमा। तिम्रो साथी पनि बिहे हुन्छ। उनीहरूको बाले पनि राम्रो केटा खोजेका छन्। त्यो तल्ला सुन्तरी पनि तेरो साथी पनि बिहे हुनेछ। अर्का जसो होस्, म बिहे गरेर अर्काहरू जान्नु त्यसो उनीहरू हुन्छ। हामी पनि त बिहे गरेर आयो नि। छोरीले पढेर के फाइदा? घर नपो सिक्नुपर्छ। फेरि भाषण आइज। आमा मलाई पनि अलिकति दुध। छैन भने ठेकीमा राख्नुपर्छ अलिकति। भाइले अहिले पनि राम्रोसँग खाएको छैन। भाइलाई अलिकति राखिदिएको छ। फेरि राति रोयो झगडा गर्यो भने के गर्ने नि? जे छ त्यही खा न। यसो हेरी ल्याउँदा यही आउँदो महिनाको 14 गते दुला दुलै दुवैको राम्रोसँग लगन जुर्यो। शुभ लगन पनि छ। त्यही लगनलाई पक्का गरे हुँदैन त भाइ? हुन्छ, राम्रै छ। अब सबै कुरा मन्जुरी भइहाल्यो। अब म आफै गएर माझौमा मुखिया बाजेलाई खबर गरिदिन्छु त भाइ। हुन्छ, समय छोटो छ, चाँजो पाँजो मिलाउनै पर्यो। सम्धिलाई त्यसै भनिदिनु होला त। अब यसमा तपाईँहरूले केही चिन्तै मान्नु पर्दैन। म सबै कुरा टामटुम पारिदिइहाल्छु नि। ओम मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनो हरि। मेरी छोरी उज्याली हजुरको कान्छो छोरालाई टक्रे। ल यो उसको दुलाको दाजु हो। यो अब बिहे चाहिँ कहिले गरिन् त? यही आउँदो 14 गते। त्यही अस्ति नै भने त्यही छ त। त्यही छ त, यही राम्रो छ होइन त? राम्रो शुभ लगन। ल त्यही दिन ल। कछुवा को यो कोही दौड होइन दौड। लाटा त्यति पनि लेख्न नजाने। जमानी उजेल ढिकीमा सरले यो पाठ लेख्नु भनेर दिएछ। पार्न साट भोलि पर्दैन। स्कुल सिस्कुल जान बिहे गर्ने बेला आएको छोरी अर्का ठुलो पोतो गर्ने बेला अहिले चाँडै। मेरो घरमा धेरै काम छ। जाँदै गरौँ, म पछि आउँदै गरौँला नि। त्यो ढिला गयो भने फेरि ढिला नगराउनु, फेरि साथी सानो हुन्छ। तिमी जाँदै गर, म पछि आइहाल्छु। चाँडै आउने नि। गौतम प्रसाद सिंह, अभिजित पाण्डे, नारायण पोखरेल, लक्ष्मी ढकाल, तारादेवी अधिकारी, सुभद्रा न्यौपाने, उजेली पोखरेल। के उजेली पोखरेल आज पनि आइ छैन? बाटामा सेवाला लिएर जाँदै थिइन् सर। उनको घरमा धेरै काम छ अरे सर। नारायण, तिम्रो दिदी बिरामी भइन् कि कसो? 5 दिन भयो गएर भयो कि? हाम्रो दिदीको त अर्को महिनामा बिहा हुने रे। घरमा धेरै काम छ, त्यसैले नआएको सर। उजेलीको बिहे रे? उजेली के गर्दैछौ नि तिमी? सन्चै छ? नमस्कार नमस्कार। घरमा को हुनुहुन्छ नि? कोही पनि हुनुहुन्न। बा सर जानुभयो, हजुरआमा तल्लो पुरानो सुन्न जानु। आमा मात्रै बोलाइदिनु। बोलाउनु त बोलाओ। आमा सर आउनु भएको छ, जानु अरे। ओहो मास्टर बाबु नमस्कार। नमस्कार हजुर, नमस्कार नमस्कार। कति कामले पाल्नु भएको थियो? म तलवार पहल कहाँ आएको थिएँ र भाउजूलाई नै भेट गरौँ भनेर पसेको नि भाउजू। हजुर बस्नु न त। हस्, भाउजूको पिँढीमा एकछिन भयो नि बस्छु नि। सानलाई सर किन जानुभएको होला भाउजू? मास्टर बाबुलाई त थाहै छैन। हाम्रो उजेलीको बिहा छ नि यो 14 गते। त्यसलाई किनमेल गर्न जानु भएको छ। पान सुपारी नभए पनि मास्टर बाबुलाई निम्ता छ है। जसरी भए पनि आउनु पर्ला। कुरो गएर त सुनेको थिएँ भाउजू। साँच्चै नै पो रहेछ। तपाईहरुले उजेलीलाई स्कुलमा पठाउनु भएको कारण पनि यही नै पो रहेछ। उजेलीको यति चाँडै बिहा गर्न के को हतार नि?
के कुरो छिनिसक्यो भाउज? छिनिसक्यो भन्दै नि हो मास्टर बाबु। अब अर्काको नासो, अर्काको भित्र जाने जातलाई समयमै बुझाइदियो राम्रो होइन र मास्टर बाबु? होइन भाउजू, उयो त सानै छिन् नि। उनी पढ्नमा जेनदार र तेज पनि त छिन्। कक्षाका साथीहरूमा पढ्न उनी निकै अगाडि पो छिन् त। बरु केही वर्ष पढाएर बिहा गरिदिए हुँदैन र भाउजू? मास्टर बाबु, छोरीलाई धेरै पढाएर के फाइदा? बिहा गरेर दिए पो सासू ससुरा देवर जेठाजु नन्न आमाजुको सत्कार गर्न जान्दछन्, इष्टमित्रहरूको सबै सम्मान गर्दै जान्छन्, घर धन्न सिक्छन्, राखन धरन ढिकी जाँतो यी सबै कुरा सिक्दै जान्छन् त। यस्ता कुरा पो सिकाउनु पर्छ त छोरीलाई, पढाएर के फाइदा? होइन भाउजू, आजको जमाना अनुसार छोरीलाई पनि त पढाउनु पर्यो। जमाना अनुसार त 2-3 कक्षा त पढाइहाल्यो नि मास्टर बाबु। छोरीको जातले धेरै पढेर जाहिर खाएर के हुन्छ र? आखिर पोइको घर जानै पर्छ क्यारे। गाउँघरको केटीलाई चाँडै नै बिहा गरेर दिएदेखि बेलैदेखि घर धन्दा गर्न सिक्छन् नि। जाहिर खानाको लागि मात्रै पढ्ने होइन नि भाउजू। पढेर त सफासुग्घर कसरी हुने, रोगबाट कसरी बच्ने, पौष्टिक आहार के हो भन्ने जस्ता धेरै कुरा पो सिकिन्छन् त। बिहा गरेपछि त झन् यी कुरा धेरै काम लाग्ने हुन्छन् नि भाउजू। होला, तर हाम्रो यो समाजमा केटीलाई धेरै पढाएपछि नदुखेको टाउकोमा काँटी ठोक्नु जस्तै भन्छन्। फेरि धेरै पढाएपछि बाबुआमाको ऐँचामा बस्दैनन् भने मान्दैनन् भन्छन्। नराम्रो कुरा मात्रै उकाएर हुँदैन नि भाउजू। पढेर पनि कोही बिग्रिन्छ र? पढेर त झन् उन्नति पो गर्छन्। मैले भनेको मान्नुहुन्छ भने भाउजू, अहिले उजेलीको बिहा गरिदिएर उसको पढाइ नबिगारिदिनुहोस्, बिन्ती छ। अब के गर्ने? कुरो छिनिसक्यो, रोकेर रोकिन्न, त्यसको कर्ममा जस्तो लेखिया छ त्यस्तै भाउजी। हो बाबु हो। यो उजेली खसीलाई आफै ल्याएर हालिदेऊ। खसी त निकै नै पर्यो आमा। छोरीको बिहेमा गाउँलेहरू राम्ररी खुवा भन्छन्। बाहुनको बिहेमा कहाँ काटमार गर्छन्, पुर्खाको दादामा भतेर पो खुवाउनु पर्छ। जन्ते बाख्रो त दिनै पर्ला, त्यसैले ल्याएको नि आमा। गहना र लुगा फाटो के गरेको छ? मैले पनि बिर्सिया छैन। कपडाको निम्ति भोलि सहर जाउँला। गहना 2-4 दिनमा सकिहाल्छ नि। सुन मको छ, मेरो पुरानो बारलाई पिटेर 4 बानेर बनाउन भ्याउला। भ्याउ छ, 5 दिनमा सिधाइदिन्छु भनेर छ माइला सुनारले। ए उजेली, यहाँ आऊ त। अनुहार मलिलो छ नि, के भयो तिमीलाई? रामबाबुको काँचो आमा चोरेर खाए अनि पेट दुख्यो। काम गर्न पर्छ भनेर अल्छी नकचरी। ल्याउ तिम्रो हात नारीको नाप ल्याउ। दादा चाहिँ अलि ठुलो पसिना हुने गरी ठुलो बनाउनु, ढुलो तिलहरी खँदिलो बनाउनु। के भयो मेरो बाबालाई? यो सब यो उजेलीको काम हो। यो केटी भएर बौ गरेर गाउँमा दौडेर काँचो आमा गाउँलेको खुवाई, अहिले हेर भाइलाई पेट दुखेर नरो बाबा नरो मेरो बाबालाई। गयो गएर के गएर नि ताजु खाँदै ठिक भइहाल्छ नि। ल म गएँ। किन? छोरा रातभरि पेट दुखेर गइरहेछ, तपाईँलाई सहर जान हतार। त्यति पर पुर्नुपर्छ, बस छुट्छ। बाटैमा त पर्छ नि हेल्पोस। कस्तो हेरचाह गर्नुहुन्छ, हेर्नुहोस् यस्तो कस्तो रोइरहेछ। त्यसो भए छिटो गर्न त। उजेली खोइ नि, उसलाई पनि पेट दुख्यो भने होइन, त्यसलाई पनि सय लानु पर्यो नि। उजेली बिहान घट्ट गइसकि, त्यसलाई पर्खेर के पत्तो। यसलाई लिएर हेल्पोस जानु। लाने त लाने, फेरि कसै साथ पठाइदिने नि, फेरि म उतै लाग्छु। हेल्पोसमा हाम्रो गाउँका मान्छे नि त गएका छन् नि, उनीहरूको हात पठाइदिनुहोस्। नभए तपाईँ भरेको बसमा जानु हुँदैन। यसलाई लिएर हेल्पोस जानु। बाबु जाऊ बासँग। चाल दाइ, डराउनु पर्दैन। बच्चाको पेटमा जोगा परेछ। यो बच्चालाई बेलुका सुत्ने बेलामा खाना दिनु होला। डिस्पेन्सरीबाट दबाई लिनुहोस्।
उजेलीको पनि पेट दुखेको भन्नुभयो होइन तपाईँले? त्यो उसलाई पनि जुकाइ हुन सक्छ, त्यो दबाई मैले पुग्ने गरी दिएको छु। उजेलीको लागि पनि त्यो पनि लगेर खुवाउनु होला। बेलुका सुत्ने बेला जसरी बाबुलाई दिए त्यसै गरी बेलुका सुत्ने बेला खानिदिनु होला है। हस् ज्या, मैले त भुसुकै बिर्से। आउँछ चौधरी उजेलीको बिहा छ, निम्तो डाक्टर साहबलाई आउनु नभन्नु होला है। उजेलीको बिहे रे साल दाई? तपाईँको छोरी त साह्रै सानो छ त। दसैँमा त गालिसके। साल दाई, तपाईँको हतारले गर्दा उजेलले दुःख पाउलिन्। यति सानै उमेरमा विवाह गर्नाले खतरा हुन्छ नि दाई। खतरनाक कसरी? हेर्नु साल दाई, तपाईँको छोरीको विवाह गर्ने उमेर भएकै छैन, सानो छे। विवाह गरिसकेपछि चाँडै बच्चाको आमा बन्न के बेर? सानै उमेरमा बच्चा जन्माउनु थालेपछि आमा र बच्चाको ज्यान खतरा हुन्छ नि रे। उजेलीको शरीर आमा बन्ने अवस्थामा पुगेको छैन। केटीहरूको उमेर त 18 वर्ष पुगेपछि मात्रै आमा बन्न लागेको हुन्छ नि त दाइ। त्यसो भए डाक्टर साहब, मेरो आमाले जेठो छोरो 14 वर्षमा जन्माउनु भयो। मेरी जानले जेठी छोरी 15 वर्षमा जन्माई। ऊ बाँचेकी भए अहिले 25-26 वर्षकी हुन्थे। हेर्नु सायललाई, तपाईँको जान धेरै भाग्यमानी हुनुहुँदो रहेछ। त्यसैले केही पनि भएन। तर पहिला पहिलाको बच्चाहरू तपाईँको धेरै खेर गयो नि। जे भोग्नु थियो भोगे गए, त्यो ईश्वरकै लीला। त्यो होइन सायल दाइ, आफूले गरेको कुरा भगवानलाई दोष दिनु भएन नि। तपाईँको धेरै बच्चा खेर गएको, भाउजूको आमा बन्ने उमेर नपुगेको त हो नि। हेर्नु सायल दाइ, मैले यस्तो घटना कहीँ देखेको छु। सानै उमेरमा बच्चा जन्माउँदा बच्चा र आमा दुवैको ज्यान गुमेको पाएको छु। तपाईँले भन्नुभएको ठिकै हुन सक्छ, तर लग्नको तिथि तोकिसक्यो। हामी हाम्रो रीतिरिवाजमा बाँधिएका छौँ। अब जे गर्छन् उनी भगवानले गर्छन्। छोड्दै सीता, अब उज्यालले पानी भर्नु कति नभएर उता कोही गएर पानी भर्छ। उज्याली, तैँले आफ्नो दुलालाई देखेकी छस्? बेहुली भएपछि त अब उज्यालले खुट्टा कहाँ भएमा टेकेर राम्रा राम्रा लुगा लाउन पाउँथे, राम्रा राम्रा गहना लाउन पाउँथे। उज्याली त कोहीको धनी भएपछि ओहो उज्याली, दुलाले त असाध्यै माया गर्छ नि। ए उज्याली, तेरो बिना त हामी नत्तेली खेलेर नाचे। उज्यालीको ब्यायो तर छोड्दै अब उज्याललाई नजिस्क्या। बिचरा उज्याललाई कति दिखेर छोड्यो, आफू त्यहाँ पोएको हारै नजाने जस्ता। उत्ताउली उखर माउली बिचरा त्यो उज्यालीलाई त आबारा काबा खेलाउँदो रहेछन्। बस नआउँदा 3 पाते काहीँका। अर्कालाई त्यसो कहाँ बोलिदिनु नपर्ने। डल्ला तँ बिहा गर, हामी गर्दैन। डल्ला तँ बिहा गर, भइको तँ बिहा गर, हामी त गर्दैन। उज्यालीको त बिहा आइदियो, भोलि रमाइलो हेर्न पाइने भयो, भोज खान पाइने भयो। सानो त्यहाँ उज्यालीको दुला देखेर कस्तो राम्रो छ। उज्यालीको बिहाको टपरी त राम्रो पार्नु छ दिदी। आफ्नो छोरीको बिहाको टपरी नि हुनेसम्म त राम्रो पार्छु। राम्रो बनाउनु छ है, मलाई त छैन।
बिराजो दोषी बिराजो दोह मसिया मै पाज्याय बिराजो दोह पोलेनु कस्यको वर्ष पोलेनु कस्य दोह कस्य रेणु विराजा स किम नाम कस्य दोह धर्म दुर्गम दुर्गेन कन्या पाल विराजा स मनस दोह भगवते तस्मै दासाय अमिनते दशे यस्य सुप्रसाद भक्त्यानि नारायण कथामिना नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये विराजो दोषी ओम विराजो दोषी विराजो दोमसी मयि पाध्याय विराजो दोह हरिओम तत्सत् विष्णु प्रबोध संस्वास्थ्य सारनाम संवत्सरे श्री सूर्यमुचान दशांगते मास सौरमाने चांद्रमाने सूर्यपक्षे सूर्यवासनिकाल तीर्थवर्ष संसंगनाद्य नानामगोत्रा नासमनि येकि सन्नं पुष्टास्य विकासं प्रतिवचनम् ओम शिथिरहम्य ओम उदयं पर्वतं पीतं रथशेतं विभूषितं चाकाररिति मन्त्रेण स्वाहा जयिनि ओम सरस्वती प्रेरमव सुवरे बाजिनि उत्तमं यश स्वाहा लायो सरस्वती प्रेरमव सुवरे बाजिनि वसीयां च विश्वस्य भूतस्य प्रलयां अस्यागत येष्यां भूतगो सम भवति यस्यां विश्वमिदं जगत् गाथानि गास्यामि यास्यां उत्तमं यश इति मन्त्रेण भोगाय होमे विद्यो ओम भगाय स्वाहा लपट्यासे बारो सुमंगली रियम बगरी मागु समेत पश्यत सौभाग्य मत्स्यै दत्त्वा मागु समेत पश्यत सौभाग्य मत्स्यै सुमंगली रियम बगरी मागु समेत पश्यत संजीवरे तन लैल्यागु दिनको चाहिँ पढाएकै छु मेरो छोरी हजुरलाई टक्रै पाले पुण्य मारे पाप मेरो पल्ट हालिदिनु भयो त्यसमा हेर बिगार गर्ने म छु हजुरले सुनिदिनु भयो अब मेरो भाइ हजुरले आफ्नो धर्ममा राख्नुभयो सान्नलाई उठ 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 सरस्वती अझ सुतिरहेको थिए यता पार्वती हजुर जा बहिनीलाई बोला काम धन्दा सिका बहिनी
ए बहिनी उठ उज्यालो भइसक्यो उठ भएर अन्धेरा रहेछ घाम लाग्न लागिसक्यो उठ 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 घाम लाग्न लागिसक्यो म त तिम्रो जेठानी हो तिमीले मलाई दिदी भन्नुपर्छ उठ 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 तिम्रो माइती जस्तो कहाँ हो र बुहारी भएपछि चाँडै उठ्नुपर्छ खर्चना गर्नुपर्छ म बाबुलाई पनि बोलाउँछु बाबु 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 उठ्नुहोस् माथि गएर सुत्नुहोस् नानु उठ्नुहोस् उजुरी तिमी यहीँ बसिराख है म माथि यो पुर्याएर आउँछु अब बहिनी म तिमीलाई सिकाउँछु हामीले सबभन्दा पहिला उठेर दैलो पोत्नुपर्छ बिहान राति नै उठ्नुपर्छ है अनि आगो हुनुपर्छ बढार्नुपर्छ अनि त्यहाँ पोत्नुपर्छ म आज पोत्छु अनि पोत्दै पोत्ने है बिहान सबैहरू घाम ढल्किनुभन्दा अगाडि यसरी पोत्नुपर्छ जम्मै बुझ्यौ भोलिदेखि यसै गरी पोत्नुपर्छ है बुझ्यौ म अरू काम पनि सिकाउँछु अहिले त म यस घरमा आउँदा तिमी जत्रै थिए मलाई पनि के गर्ने हो केही थाहा थिएन सबै काम आमाले नै सिकाइदिनु भयो तिम्रो पालामा त म छु नि अहिले त आऊ त बहिनी आफ्नो जेठाजुको अगाडि टाउको छोप्नुपर्छ सिउँदो देखाउनु हुँदैन ठाडो सेले हेर्नु हुँदैन बुझ्यो बिहान बिहान हामीले सबैले आफ्नो बाहुनको खुट्टाको पानी खानुपर्छ बुझ्यो कसरी यसरी हामीले सधैँ यसो गर्नुपर्छ किनभने हाम्रो निम्ति लोग्ने ईश्वर हुन् ईश्वरको सेवा गर्नु नै हाम्रो धर्म हो बुझ्यो होइन बहिनी तिमीले पनि आफ्नो बाबुलाई यस्तै गर्नुपर्छ अब त आउँछ होइन तिमीलाई अब भयो होइन दिदी भयो भयो अब एकछिन यहीँ बस है म पानी लिएर आउँछु दिदी कहाँ लाने म पनि बेसी पानी लिएर जान्छु हो न जाऊ तिमी नयाँ जुलाई छौ भोलि पर्सि गइहाल्छौ नि म पनि घरमा पानी लिएर पैसा त हुनु हो मै जान्छु टाढा छ म पनि जान्छु उसो भए आऊ त आऊ ऊ त्यहाँ डोको छ के बनी भाइ सौभाग्यवती भएस् भाग्यमानी भएस् सबै कुरा काम भएस्
दिदी तपाईँले मेरो माया गर्नुहुन्छ है? म दिदी तिमी बहिनी। दिदीले बहिनीको माया नगरेर कसले गर्छ त? दिदी तपाईँको घरमा नभए भए म कसरी बस्ने हो कि? सकिहालिन्छ नि, म कसरी बसेँ त? त्यसै गरी नै बस्ने नि। राति उठ्नु पर्यो, मकै पिन्नु पर्यो, दिन पाठीले रात गयो, हाते भाँच्ची गयो, माने फुक्ली गयो, बजैले उठ्नै पर्यो। दात लग्नेलाई पनि तिमी भन्ने हो? हजुर भन्नुपर्छ। ओहो, हामीलाई चाहिँ तिमी भन्न हुने अरे, उसलाई चाहिँ तिमी भन्न नहुने अरे। आफ्नो बाहुनलाई पनि त्यसो भन्नुहुन्छ? हजुर भन्नुपर्छ, मान्नुपर्छ। सुनिस् भाउजूले भने तैँले त मेरो कुरा ढोग्नुपर्छ, मेरो जुरो खानुपर्छ है भाउजू। आमाले भने मैले भनेको कुरा सबै मान्नुपर्छ अरे। ल कुरा ढोक, छिटो ढोक, खुटोक छिटो। तेर्छु कि मैले भने जस्तो गर्छु कि दिदीले भने जस्तो गर्छु? मैले भने मान्नै पर्छ। नाइ मान्दिन। मान्नै पर्छ। मान्दिन भनेपछि मान्दिन भन्ने। मान्नै पर्छ, मान्नै पर्छ, मान्नै पर्छ। मान्दिन, मान्दिन, मान्दिन। के गर्छौ? के आमा, मैले भने यसले मान्दैन रे। बाबु चुप लाएर स्कुल जानु अबेला हुन्छ। के को गल्पते हो सानोलाई? लोगेले मुखमुखै लानु हुन्छ? बा आमाले यही सिकाएर पठाएको थियो तिमीलाई माइतीबाट? त्यति पनि हाल्नु सकेन। केटो मान्छे हो र नि त्यति तार हाल्नु सकेन। खोइ त म हाल्छु। दिदी माइजनलाई तपाईँ जानु हुँदैछ, राम्रै पुर्याइदिनुहोस् है यसलाई। हुन्छ बहिनी। माइती जाँदैनौँ हामी, अब आउँदैन के न के त गोरे डोस भन्छ नि। दिदी गयो है, चाँडै आऊ है। दिदी आई, दिदी आई। पूजा क्रमैले गरे। नानी आइछ? ल कहाँ दौडे कि यो? ल छोरी ल्याइदिएको छु, म त लागौँ पनि। बसौँ न, जाउँ त्यहाँ हतार छैन। होइन थाकेर आउनु आएको, एकछिन भने बस्नु पाए हुन्थ्यो। म लागौँ पनि, त्यहाँ भाइले बोलाएको छ। मेरो हिसाबको किताब खोइ। ए दुलै कति रहेछ तिमी त? बाबालाई ढोगार्नु पर्दैन ल, हेर माइत आएर ठाडे भएको। के भन्यो? दादा छोरी भएवाला खाजा लिएर आइया। नानी घरमा सबैलाई सन्चै छ? सन्चै छ। नानी घरमा तिमीले के काम गर्नुपर्छ? काम गर्नुपर्छ, कसेर लाउनु पर्छ, दैलो पोत्नु पर्छ, वस्तु भाउ चढाउनु पर्छ। बा म वस्तु भाउ चढाउनु जाँदाखेरि देखाए मेरो बाहुनको स्कुल कति राम्रो छ, म चाहिँ पढ्नै पाउँदिनँ। मलाई चाहिँ स्कुलले पठाउँदैन। के गर्नु नानी?
सासु ससुराको हातमा परेपछि उनीहरूले जे भन्छ त्यही गर्नु पर्यो। अब हाम्रो हातमा भएन। नानी उजेली भात खान आऊ बा आऊ बस ल त्यहाँ बस्ने होइन माथि आइज। अब बिहे गरेपछि पनि वर्तमान नगरेर भाइसँग बसेर खाने हो त माथि आएर हामीसँग बस्नुपर्छ। अनि कस्तो छ त नानी तिमीलाई घरमा? ठिकै छ। के काम गर्नुपर्छ? गर्नुपर्छ। आमा पार्वती दिदीले कस्तो माया गर्नुहुन्छ, काम सघाइदिनुहुन्छ, असाध्यै माया लाग्छ। ए त्यसो भए पार्वती दिदीले जे भने पनि मान है। हुन्छ। अब के गर्ने त छोरीको जात भएपछि पढ्न पाइएन, अर्का घर जानु पर्यो। अर्का घर गएपछि घर धन्ना गर्नु पर्यो, सिक्नु पर्यो सबै कुरा। सबै धन्ना सिक्नु, सासु ससुराको मान गर्नु, आएको इष्टमित्रहरूको सत्कार राम्रोसँग गर्न सिक्नु, देउरानी जेठानीहरूसँग मिल्नु। आफ्नो श्रीमान भनेको देउता हो, देउतासरी मान्नु। उहाँहरूको सबैजनाहरूको मान्ने गुन्नेहरूलाई मुख नचलाउनु। यस्तो गरेर घर गर्नुपर्छ बा छोरीले। अब अर्का घर जाने जात पढ्न खोजेर पाइएन त। यसो काम जानेन भने आमाले नसिकाएको भन्छन्, आमालाई दोष लाउँछन्। हाम्रो इज्जत नफालिकन राम्रोसँग घर गरेर बस है बा। ल खाऊ भात खाऊ, नानीलाई भोक लाग्यो होला। मासु पनि खान्छौ? मासु पनि खाऊ। आमा तपाईले खानु न। ल खाऊ न खाऊ, तिमी खाऊ, म त अहिले खाइहाल्छु नि। राम्रोसँग खाऊ। 78, 79, 80। राम्रोसँग लगिदिनुहोस् है रामलाई छोरीलाई। हस् म लैहाल्छु नि। के भयो यसलाई? म जान्नु कि जानुपर्छ। हेर टाढा छ। म तिजमा त दाइलाई लिनु पठाउँला नि तिमीलाई। अनि फेरि आउली अहिले त जानु परिहाल्यो नि। छोरी जातले नि घर जान्न भनेर हुन्छ त, जानुपर्छ बा। हेर धर्म गएर नातिनी ज्ञानी छे मैले भने मानिहाल्थे। जानुपर्छ जानुपर्छ। जाऊ लिन आउँला हामी। किन जान्न भन्छ यो? जान्न कि नपढ्न पाउनु, खालि काम गर्नुपर्छ न। मैले भने त माने नि। यसलाई तपाईँले मनाएर पठाउनुहोस्। किन मान्दिनँ? छोरी ज्ञानी छ, मैले भने मानिहाल्छ नि। नानी म दाइलाई चाँडै लिन पठाउँछु। फेरि मान्नु पर्दैन। पुर्याउन जान्छु छोरीलाई। हाम्रो छोरी असाध्यै ज्ञानी छ। तिज नजिकै आइसक्यो, म लिन आइहाल्छु। लिन आउला। राम्ररी जाऊ बा। लिन आइहाल्छौ नि। राम्रोसँग जाऊ बा, जाऊ नराइकन जाऊ। उठ्दैन सान्नलाई। ए सान्नलाई उठ। हेर उज्यालो भइसक्यो, घर धन्ना गर्ने बेर भयो। उठ उठ उठ। एकछिन पहा त पहा। के हो दिदी? तपाईँलाई सन्चो भएन? मैले अहिले नआउनुहोस् भनेको होइन। जाऊ बिस्तारै जाऊ।
कमिलाहरूले रुखमा अथवा जमिनमा गोला बनाउँदछन्। कुनै कुनै जातिका कमिलाहरूमा भाले र पोथी जमीहरू बाहेक अर्को सब प्रकारका कमिलाहरू पनि हुन्छन्। तिमीले पनि पढ्नुहुन्छ? बाबाले पढ्नुहुन्न अघि दिदी खाले ल्याछ त्यही त छोडा काम नगर मै छोडाउँछु। जानु न म गर्छु। मैले काम गरिन भने तपाईँले काम गर्नुहुन्छ। मैले काम गर्ने किन नहुने? तपाईँले धेरै काम गर्नुहुन्न अरे क्या? मेरो माया लाग्छ? लाग्छ। बाबुको नि दिदी तपाईँ बिहा कहिले गरे? कहिले हो? म यस घरमा आउँदा तिमीभन्दा सानै थिएँ। मलाई पनि विवाह भनेको के हो, लोग्ने भनेको को हो केही थाहा थिएन। आमाले मामा घर लाने भनेर फकाई फुलाई डोलीमा हालिदिनु भयो रे। दिदी तपाईँलाई माइत जान मन लाग्दैन? लाग्न त लाग्छ, तर चेलीको जात दसैँ तिहार र तीजमा त जाने हो नि। दिदी मलाई त घर सजेर न्याहारो लागिरहेछ। त्यो त तिम्रो घर होइन, माइती हो। तिम्रो घर त यो हो। पहिला म पनि बाआमालाई सम्झेर रोइराख्थेँ। कहिलेकाहीँ त तिम्रो जेठाजीले मेरो खाजा खोसेर खाइदिनुहुन्थ्यो र म भोकै पर्थेँ। दाल पनि छैन, तरकारी पनि छैन। अलिकति दुसी त खानुहोस् दिदी। तिमीलाई नि तपाईँले खान पर्छ अरे के? आज चाँडो सुत्नु छ, भोलि बिहान उठेर धेरै धान कुट्नु छ। आइपुग्नु पर्ने काजा गल घरमा राणे आमा सुनिदिँदै आउनु तपाईँले कसरी हुन्छ? नरु नआत्तिया के पनि हुँदैन नरु। आमा मुख्य बाजे आमालाई बचाउन त सकिएन। तपाईँ पुरानी छोरी नै तालिम लिएको तपाईँमा आनी यसको के गर्नु? तपाईँको बुहारी साह्रै सानी कलिली, उमेर नपुगेकी, बच्चाको आमा बन्ने उमेरै नपुगे, के गर्नु?